नमस्ते हजुरहरू कोलाई बर्खायाम एकदमै मनपर्छ। मलाई चाहिँ बर्खा मौसम एकदमै मनपर्छ। तर यो बर्खा मौसमले आफू सँगसँगै धेरै किसिमको रोगहरू भित्र्याउँछ। त्यसमध्ये एक चाहिँ डेङ्गु पनि हो। हजुरहरूलाई थाहा छ त यो डेङ्गु भनेको के हो भनेर? डेङ्गु भनेको एक किसिमको भाइरल इन्फेक्सन हो। यो चाहिँ लामखुट्टेको टोकाइबाट हुने गर्दछ। एडेस एजिप्टी नामको लामखुट्टे हुन्छ। त्यो लामखुट्टेको टोकाइबाट चाहिँ हजुरहरूलाई डेङ्गु हुन्छ र यसलाई चाहिँ ब्रेकबोन फिभर पनि भनिन्छ। किनभने यो शरीरमा डेङ्गु भइसकेपछि चाहिँ शरीरको हड्डीहरू भाँचिँदाखेरि जस्तो दुखाइ हुन्छ त्यही किसिमको दुखाइ हुने भएको कारणले गर्दाखेरि यसलाई ब्रेकबोन फिभर पनि भनिन्छ। र यसको मेन कारण भनेको चाहिँ के हो भन्दाखेरि लामखुट्टेको टोकाइबाट। यदि इन्फेक्टेड मस्किटोले हजुरलाई टोकेको छ भने त्यसको टोकाइबाट हुन्छ। र त्यसै गरी हामीले हाम्रो घर वरपर वातावरण सरसफाइ गरेका छैनौँ र घरको छेउछाउमा टायरहरू छ, टायरहरूमा यदि पानीहरू जमेको छ, सफा पानीमा यो मच्छरले चाहिँ अन्डा पार्ने गर्दछ होइन। घरको वरपर टायरमा यदि पानी छ जमिरहेको छ भने त्यस्तोमा अन्डा पार्छ। र त्यसै गरी गमलाहरूमा यदि पानी जमिरहेको छ निकै दिनदेखि भने त्यस्तोमा पनि यसले अन्डा पार्ने गर्दछ। कारणहरू चाहिँ त्यो हो। र यो भइसकेपछि यसको लक्षणहरू के देखा पर्न सक्छ भन्दाखेरि मेन भनेको पहिलो लक्षण भनेको चाहिँ ज्वरो आउँछ। हजुरलाई 103 देखि 105 डिग्री फारेनहाइटसम्म चाहिँ ज्वरो आउँछ। तपाईँको जोड्नीहरू चाहिँ हड्डीको जोड्नीहरू चाहिँ एकदमै दुख्ने हुन्छ होइन। र त्यसै गरी तपाईँको नाकबाट रगत बग्ने, गिजाहरूबाट रगतहरू बग्ने त्यस्तो लक्षणहरू देखा पर्न सक्छ। त्यसै गरी थकान हुने अनि वाकवाकी लाग्ने, शरीरमा रातो डाबरहरू आउने यस्तो लक्षणहरू हजुरले देख्न सक्नुहुन्छ। र यदि यसमध्ये कुनै पनि लक्षणहरू हजुरले देखिरहनु भएको छ भने हजुरले आफ्नो नजिकको फार्मेसीबाट गएर यो केही होइन एउटा सामान्य ज्वरो हो भनेर हजुरले दबाईहरू त्यसरी किनेर चाहिँ नखानु होला। कृपया एउटा राम्रो डक्टरसँग कन्सल्ट गरेर मजाले चेक गरेर मात्रै दबाई खानु होला। किनभने यदि हजुरको यदि शरीरमा यदि डेङ्गु नै भएको रहेछ भने चाहिँ हजुरले अब नर्मली खाने भनेको ब्रुफिनहरू खानुहुन्छ नि त। त्यस्तो खाँदाखेरि चाहिँ झन् बढी यसले ब्लिडिङ गराउन सक्छ। त्यही भएर आफै चाहिँ दबाई चाहिँ त्यसरी लिएर नखानु होला, जाँच गरेर मात्र दबाई खानु होला। र त्यसै गरी यसको अब रोकथाम के गर्ने त? हामीले हुनै नदिनलाई के गर्ने भन्दाखेरि हामीले चाहिँ वातावरण सरसफाइलाई मुख्य ध्यान दिनु पर्यो। र राति सुत्दा होस् या दिउँसो सुत्दा होस् यदि हामी तराई क्षेत्रमा बस्छौँ भने चाहिँ हजुरहरूले झुलको प्रयोग गर्न पर्यो अथवा त्यो मस्किटो रिपेलेन्टहरू हुन्छ होइन। अनि मच्छर मार्ने केही दबाईहरू जस्तो युज गर्नुहुन्छ कुनै किसिमको गर्नुहुन्छ भने त्यस्तोहरूको प्रयोग गर्नु पर्यो। छेउछाउतिर टायरहरू त्यतिकै छ अथवा घर छेउछाउमा त्यो काम नलाग्ने भाँडा बटुकाहरू फ्यालेको छ त्यसमा पानीहरू जमेको छ भने त्यो सबै तपाईँहरूले फ्याल्न पर्यो। यसको मतलब हजुरहरूले कुनै चिजमा पानी जम्न दिन भएन। र यो प्राय चाहिँ राति भन्दा पनि दिउँसो धेरै सक्रिय हुने भएको कारणले गर्दाखेरि यदि हामी हाम्रो काममा पनि जाँदैछौँ भने हामीले चाहिँ फुल स्लिभ भएको कपडाहरू लगाएर जानुपर्ने हुन्छ। यति नै छ आज डेङ्गुको बारेमा। हस्त धन्यवाद।